मैले चाहिँ दिने त्यसलाई कस्तो लागिरहेछ त आज फेरि एकदम राम्रो ओहो हेर न हेर केला दाइठो गाइस चाहिँ यो हाम्रो चाहिँ हैन सेकेन्ड हाउस चाहिँ होटल इन्डस्ट्रीमा एकदमै सबैभन्दा बढी चाहिएको तपाईँले काम जान्नुहोस् नजान्नुहोस् तपाईँले कति जान्नुहुन्छ त्यो अलग है होटल इन्डस्ट्रीमा तपाईँलाई चाहिने भनेको दुईवटा चिज एउटा के नेट एन्ड क्लिन तपाईँ पहिला हुनुपर्छ अर्को तपाईँले काम गर्ने एरिया चाहिँ नेट एन्ड क्लिन Chapara मतलब वो अलग ही लेवल का बंदा था काम सिक्नको लागि यहाँ नगरेर घरमा पनि गर्ने टाइप्स हुन्छ के बुझ्यौ नि एयर कुन टाइपले काट्ने कसरी काट्ने त्यो बुझ्न पर्यो नि त पहिला हैन काट्नु त काटिहाल्छ यस्तो छ नि हटाउनुपर्छ है चीज काट्नुभन्दा पहिले के बनाउने हैन कसरी बनाउने कस्तो काट्ने त्यो थाहा हुनु पर्यो बुझ्यौ कि नै हो त्यसपछि बल्ल काट्न सुरु गर्ने यतिकै काटेर एउटाको दुईटा कस्तो काट्ने कहाँ जाने थाहै छैन हैन यतिकै हिँडेर भएर भएन नि हैन हो त्यस्तै कटिङको पनि अब के बनाउने कस्तो काट्ने त्यो थाहा हुनु पर्यो हामी कोही जाने ठाउँ थाहा छैन बाटोमा हिँडेर मात्र पुगिन्छ र पुगिन्न नि हो त्यस्तै हो बुझ्यौ त्यही भएर अब यहाँ हेर धेरै टाइप्स कटिङ त धेरै प्रकार हुन्छ अनि यहाँ बल्ल यो अलि मजाले बस्छ है कहिले पनि यो थाहा हुनु पर्यो कसैले सोध्यो के गर्नुपर्छ भन्यो भने भन्न सक्नु पर्यो है अहिले सरहरूले स्कुलको त्यसपछि हामीले कुनै पनि यस्तो चिज लिएर हामीले काट्दाखेरि के हुन्छ यसरी हैन सुरुमा सिक्दाखेरि जानिसकेको प्रोफेसनलले जसरी पनि काट्न सक्छ तर सुरुमा सिक्दै गर्दा के गर्ने यताउता लड्न सक्छ हैन त्यसको बेस बनाउने अलिकति यति काट्दिने
हो के भयो मिसबाट माथि टाउको टाउको नै ढक्कन हो ढक्कन ढक्कन हो त्यो भन समस्या यो भयो होइन देख्यौ नि अहिले रुख है कसैले नि नकाट्ने अहिले काट्यो भने फेरि तिमीले सिकाउनु पर्छ सबै यहाँ एकछिन बुझ त्यसपछि तिमीले काट्ने मैले काट्दैन होइन तिमीले काट्ने हो क्या त्यसपछि यो भयो होइन त्यसपछि अब छोप्ने कसरी भनेको थिएँ मैले यस्तो होइन यसरी छोप्ने भयो यसरी नछोप्ने यसरी कहिले नछोप्ने है यसरी छोप्ने अनि यस्तो नाइ यस्तो चलाउने बिस्तारै यस्तो निकाल्ने बुझ्यौ यस्तो आज हामीले कुनै चिज बनाउनु भन्दा पनि हामीले हात बसाल्न कोसिस गर्ने हो बुझ्यौ हामीले किनकि हामीले कटिङ गर्नलाई नहेरिकन पनि यसरी काट्नलाई यसरी यता फर्केर नि यसरी काट्दैन भने पनि हाम्रो हात बस्न पऱ्यो भनेर हामीले आज कटिङ सिकाउँदै हो कि अब अनि यस्तो भयो है यस्तो हुन्छ है यसरी काट्यो दुईजना चाहिँ पहिलो बक्सबाट है केटी सबै त्यसपछि यस्तो छोपेर है यसलाई यस्तो भयो यो कटिङ यो पनि एउटा नाम छ मैले अहिले भन्छु है त्यसपछि यसलाई यस्तो छोपेर फेरि यस्तो काट्ने यो के को लागि हामीले यस्तो काट्ने लास्टसम्म आज सबै यस्तै काट्ने यो मसिनो किनकि हामीले हात बसाल्नु छ होइन फेरि अर्को पटक आउँदा मैले बताउनु नपर्ने गरेर मजाले काट्नुपर्ने हुन्छ है हो यसरी यो यस्तो काट्ने आज तर अहिले कटिङ प्र्याक्टिकल अब चाहिँ बसको वेटमा होइन गाइजहरू यस्तो छ पुष्कर भाइ मजा लाग्यो नि आज प्र्याक्टिकल पुरा दामी पुरा चप बवाल बहुत मजा लाग्यो साँच्चै मजा लाग्यो कि नै पर्छ पनि मजा लाग्यो कि नै